हाई साथीहरू, अर्को भिडियो लिएर आइसकेको छु। यो भिडियोमा सेयर किन्दा हामीलाई कति कर र के चार्ज लाग्छ त्यसको बारेमा केही जानकारी दिन चाहन्छु। मानौ कि पहिला त म यो बुझाइदिन्छु हैन। पहिला र अहिलेमा हैन, हालमा हामीहरूलाई एउटा सेयर किन्दाखेरि कति कर तिर्नुपर्छ। एक वर्षमा मानौ कि मैले एउटा कुनै सेयर किनेछु, त्यो सेयर किन्दाखेरि हैन, एक वर्ष मैले होल्ड गर्यो भने त्यसमा पहिला हैन 5% लाग्थ्यो, तर अहिले हैन 7.5% पुगेछ। 7.5 कर तिर्नुपर्छ। र त्यस्तै मैले एउटा सेयर किनेछु, त्यो मैले 2-3 महिनामा नै बेचिदिएँ हैन। बेचेपछि त्यसमा हामीलाई पहिला 7.5% लाग्थ्यो, तर हालमा अहिले हैन 10% पुगेछ। भन्नाले 10% अहिले तिर्नुपर्छ। कुनै सेयर मैले किने, त्यसलाई 10 दिन या 15 दिनमा नै बेचेमा मलाई कति तिर्नुपर्छ? 10% तिर्नुपर्छ। तर यो सेयर यस्तो छ किन, यो हैन तपाईहरुलाई जुन कुनै सेयर किन्यो त्यसमा मलाई प्रॉफिट भयो हैन, फाइदा भयो। जतिसुकै भयो, 200 हो या 500 जति भयो हैन, त्यस्तामा बेच्दाखेरि हैन हामीहरूलाई कर तिर्नुपर्छ। र कुनै सेयर मैले लस छ, लसमा बेच्दाखेरि हामीहरूलाई यो कर तिर्नु पर्दैन। र अब हामीहरूलाई हैन केमा पैसा हैन त्यो चार्ज लाग्छ, त्यो चार्जको बारेमा अलि तपाईहरुलाई म बुझाइदिन्छु। मानौ कि मैले कुनै एउटा सेयर किन्यो 10 किता हैन, 10 किता मानौ कि 10,000 को भयो हैन। त्यसमा हामीहरूलाई हैन ब्रोकर कमिसन दिनुपर्छ। ब्रोकर कमिसन जुन छ नि त्यो 0.36% रहेछ। भन्नाले त्यो रुपैयाँमा निर्भर पर्छ। मानौ कि मैले 10 किता कतिको किनेछु हैन, 20,000, 30,000, 40,000, त्यो हिसाबले त्यसमा 0.36 ले हैन, त्यसलाई यो गर्दाखेरि पर्सेन्टेज निकाल्दाखेरि त्यसमा हैन कति पर्छ त्यो हिसाबले 10,000 मा मलाई यसमा हैन 36 रुपैयाँ पर्छ। फेरि त्यसमा हामीलाई के डीपी चार्ज लाग्छ, त्यो डीपी चार्ज हैन 25 रुपैयाँ रहेछ। फेरि सेवन शुल्क छ, सेवन शुल्क छ 0.015% रहेछ। भन्नाले यो 10,000 को मैले एउटा 10 किता मैले 10,000 को किनेछु, एउटा एक्जाम्पल दिएछु। त्यसमा मलाई कति रुपैयाँ लमसम परिहाल्छ? 10,000 60 र 70 रुपैयाँ हैन जति परिहाल्छ। त्यसमा के छ कि हामीलाई हैन किन्दाखेरि, मैले कुनै सेयर किन्दाखेरि त्यसमा हैन कर तिर्नु पर्दैन हैन, कर लाग्दैन। त्यो बेच्दाखेरि हैन, बेचेमा हामीलाई बेच्दाखेरि त्यसमा कर तिर्नुपर्छ, त्यो पनि प्रॉफिटमा तिर्नुपर्छ, लसमा तिर्नु पर्दैन। ल एउटा मैले 10,000 को कुनै किता किन्यो हैन, त्यसमा भन्नाले 500 रुपैयाँ मलाई प्रॉफिट भयो। त्यसको म पनि एउटा एक्जाम्पल दिँदैछु। त्यो एक्जाम्पल हेर्नु तपाईहरु। मानौ कि मैले 10,000 को 10 किताको हैन, 10,000 को एउटा सेयर किनेछु। 10,000 परेछ त्यो 10 किताको। 10 किताको 10,000 रुपैयाँ पर्यो। 10,000 मा मैले 500 रुपैयाँ मलाई प्रॉफिट भयो हैन। त्यो प्रॉफिट भयो भने त्यसमा ब्रोकर कमिसन 37.8 भएछ। फेरि त्यसमा डीपी चार्ज जुन छ 25 रुपैयाँ भएछ, र सेवन शुल्क हैन बेच्दाखेरि 1.6 रहेछ। र त्यसको जुन 500 मेरो जो 10,500 जुन प्रॉफिट भएछ, त्यसको 10% जुन नाफाको आएछ नि, त्यो 50 रुपैयाँ हुन्छ। लमसम हामी सबै चार्ज तिरेर त्यसमा हाम्रो कर पनि तिरेर हामीलाई कति रुपैयाँ पर्यो? 10,385 रुपैयाँ 6 पैसा रहेछ हैन। लमसम यति रुपैयाँ हाम्रो पकेटमा आउँछ, नत्र बाँकी जुन छ त्यो करमा गइहाल्छ।